भित्र नि के नै छ र त्यस्तो तथास्तु भगवान् भन्दा ठुलो त हामी के नै हुन सक्छौँला। तर मलाई के लाग्छ भन्दा आज आएर कुनै माता झाँक्रीलाई कसैले प्रश्न उठायो भने मेरो मनमा पनि चस्स पर्न थाल्छ। ती मेरै जस्ता मन भएका हुन्, ती माथि माता झाँक्री बिचरा आफ्नो काम कार्य गर्न आएको हुन्, उनलाई मैले पनि अप्ठ्यारो पार्नुहुन्न तर उनीहरूले नि म अप्ठ्यारो नपारोस् भन्ने सोच र विचार चाहिँ मेरो ठुलो छ। तर यस्तै मिटिङहरूमा धेरै ठाउँमा मैले वचन आएको छु। यसरी नै कार्यक्रममा बोलाइयो अनि जब त्यो लिबी उठाउने बेलामा चाहिँ प्रकाश भुजेललाई चाहिँ अलि बढी हालौँ न रे, किन भन्दा त पैसा कमाउने प्रकाश भुजेल तिर्नु भएको। 2-3 जना माता चुरुक्क उठेर एक पशुपति वरिपरि बोलाए, त्यसो भन्ने साथ चित्त दुख्यो होइन। तपाईँ म जस्तै बन्नुहोस्, कर्म गर्नुहोस्, राम्रो काम गर्नुहोस्, एक दिन त अवश्य बनिहालिन्छ। अब मैले पनि कति कुरा चलाकी गरेँ होला, कति कुरा चाहिँ सज्जन गरेँ होला, कति कुरा गलत गरेँ होला, त्यो आफ्नो ठाउँमा छ। तर म चाहिँ के भन्छु भने एकअर्कामा झगडा गरेर बस्नु र एकअर्कामा फलानाले यस्तो गर्यो तिलानाले यस्तो गर्यो भन्दाखेरि आफू पनि गर्नुपर्छ। एकैबद्ध भएर साथभन्दा ठुलो अरू केही पनि छैन। आज जस्तै विगत लामो समयदेखिबाट केही कुराहरूमा मनमुटाव थियो सागर दाइ र मेरो भन्नैपर्दा। त्यही बिचमा गेम खेल्ने मान्छे पनि धेरै थिए। हामी दाजुभाइले दुईपट्टिमा फटाइदिने। सागर गुरुले यसो भनेको छ, प्रकाश भुजेलले यसो भनेको छ भने हामी रिएको भरमै एकअर्कामा चाहिँ सामाजिक सञ्जालमा बाँध्ने भनेको छ। भेटेर बाँध्ने होइन कि सामाजिक सञ्जालमा बाँध्ने। दाइले एउटा लेखेँ, म 2टा लेख्ने, मैले 2टा लेखेँ, दाइ 4टा लेखेँ, भएको त्यही हो, अरू केही पनि होइन। तर मैले पहिले पनि सागर दाइको विषयमा ल्याएर नराम्रो सोच विचार दुःख पर्दाखेरि सागर दाइले अझै दुःख हुनुपर्छ भने त्यो सोच भगवान् पशुपतिनाथको अगाडि आएर भन्छु, मलाई मेरै दुश्मन, मलाई मार्न आउने दुश्मनलाई पनि त्यस्तो दुःख कसैले नपर्छ। म चाहिँ भन्छु है, मेरो मनमा कुनै पाप छैन। चाहे जोसुकै जसैलाई जो मान्छे मबाट आपद र विपद मिसाउन आउँछ उसलाई मैले सहयोग गरेर पठाएको छु। मैले फलाना संस्था ढिकाना संस्था भनेको नि छैन। जुन आज वार्षिक उत्सवमा आउने एउटा भाग्य पनि हुनुपर्छ। सबै अध्यक्षहरू आउँदैनन्, अरूको ठाउँमा इज्जत बढ्ला, अरू गइसकेपछि म गइसकेपछि त्यो हिरो होला भन्ने सोच बनाउँछन् कोही संस्थाहरू। 20-22 हजार सदस्य छन् नि। अब 20-22 हजार सदस्य भएकोमा एउटालाई दाइले नि प्रश्न गरिसक्नु भएको छ, एउटालाई नै 5500 लिएपछि त त्यहाँ त 20-22 करोड भयो होला। त्यो करोड पैसा कता गयो होला, त्यसको पनि सम्पत्ति शुद्धिकरणहरूले खोज्छन् होला विगतको दिनहरू। अब बिस्तारै यो कुराहरू के आफ्नो मुखबाट बोल्नै हुन्न। बोलिसकेपछि म त यहीबाट भन्छु, कसैलाई मैले संस्था खोलेर प्रमाणपत्र एउटा मात्र बेचेको प्रमाण छ भने आएर करेक्ट झ्याप बनाइयोस्। मलाई चाहिँ हो यही हुन्छ भन्ने मलाई थाहा छ होइन, यसको हिसाब देखाउनुपर्छ भन्ने थाहा छ। सरकारलाई कहाँबाट आयो कसरी गयो त्यो त हिसाब त खोल्ला, त्यो आफ्नो ठाउँमा छ। त्यस्तै प्रमाणपत्रहरू लिगल छ कि अलिगल छ कि कसरी बेच्यो। अब मान्छेहरूलाई संस्थामा मैले पनि 5500 तिरे हुँ कुनै संस्थामा, तर न्युज 24ले म्युजिक बजाउन पाएको छैन। यो संस्थाबाट कारवाही गरेर फालिसक्यो भनिसक्यो उहाँ डरले, किनकि अब संस्थाले कारवाही गरेन भने त न्युज 24 त्यतातिर लाग्ने भयो। डरले पहिल्यै प्रकाश भुजेललाई यो संस्थाबाट निकालिदिइसक्यो हामीले भन्नु। म पनि के कमी त, यसो मैले नि विधि र विधान हेरेँ, मैले पनि पाउने रहेछु संस्था दर्ता गर्न। लौ त भनेर नेपाल तान्त्रिक झाँक्री सङ्घ भन्दा अगाडि भुजेल मात्र पूजा पसल थियो, पूजा पसल दर्ता गरेको त्यहाँ आएर पैसा खान दिएन। फेरि संस्था लगेर कम्पनी रजिस्टरमा लगेर दर्ता गरेर अहिले हामी देशको अत्याधिक ठाउँहरूमा हामीलाई मान्छेहरूले हामीलाई पनि संस्था चाहियो, हामीलाई पनि जोड्नुहोस् भन्दाखेरि हामीले चाहिँ मौखिक रूपमा मात्र जोडेका छौँ, कागजी रूपमा जोडेका छैनौँ। अब कागजी रूपमा जोड्दाखेरि त्यसको नीति र नियम पनि होला, क्राइटेरिया पनि होला। अब नबुझिकन आफू फेरि कानुनभन्दा मुनि बसेर कानुनभन्दा माथि बसेर काम गऱ्यो भने भोलि आफूलाई पनि गर्न सजिलो हुनसक्छ। यो विचार गरेर बुझेर अलिकति यो संस्था विषयमा थाहा भएका मान्छेलाई राखेर मात्र अगाडि बढ्छु भनेर मैले त्यसलाई पनि स्थगितै गरेर अबको दिनहरूमा पक्कै नै यसरी नै एकबद्ध भएर माता गुरु साधु सन्त मन्त झाँक्री गुरुहरू आफ्नो कर्मकामले खाने हो, आफ्नो विधिले खाने हो। कसैले नाङ्लामा फाल्ला, कसैले सुनको थालमा फाल्ला, कसैले टपरीमा फाल्ला, नहुनेले टपरीमा फाल्ला, हुनेले सुनको थालमा फाल्ला होइन।
त्यो आफ्नो नीति र नियमले फालियो। तर यहाँ त केसम्म भन्न भ्याउँछन् भने झाँक्री कहिलेबाट भए पनि भने आमाको पेटबाट रिठाको माला र ढ्याङ्ग्रो बोकेर चाहिँ कसले आयो होला यो संसारमा? होइन, जानेर बुझेर सिकेर भगवान्को ज्ञान जसले मनमा भगवान् बोके त्यसलाई पो आयो होला, जसलाई जो इच्छुक भयो होला। त्यस्तै यहाँ त कतिजनाले त कार्यक्रममा जान पाएन। तिमी झाँक्री भए कहिलेबाट? झाँक्रीको ताल के हो, कसरी नाच्नुपर्छ थाहा छैन। नाच्नलाई पनि सङ्गीत सिक्न जानु पर्यो नि, नाच्न त त्यसरी सिक्दै हुन्छ। अब जताभावी नाच्यो भने बाउला भनिहाल्छ, सङ्गीत सिक्न गयो भने नाचिहाल्छ। भगवान पनि रामजी र ढकालले नि चेलाहरू त टन्नै बनाउला होइन। सोम सम्राट गुरुहरू धेरै छन्। अब यहाँ शिव गुरुहरू उहाँहरूसँग सिकेकै थाहा हुन्छ, सिक्दै नसिके कसरी थाहा हुन्छ? अनि एउटा संस्थाले एउटा प्रमाणपत्र दिन्छ, 500 जना गुरुहरू बाउ जस्तो गुरुलाई ल प्रमाणपत्र भिराउँछ। मेरो चेला भन्छन् ती सरकारका अध्यक्षले चाहिँ। मलाई दुःख लाग्ने कुरा यो हो। अनि मैले गुरुलाई चेला भन्न सक्छ त मैले प्रमाणपत्र दिएँ भनेर यस्ता संस्थाहरू मैले नेपालमा छ्याछ्यासी देखेँ। र जिन्दगीमा आफूभन्दा एक दिनले किन माथि, एक सेकेन्डले माथि किन नहोस्? दाइलाई दाइ भन्नुपर्छ, बाउलाई बाउ भन्नुपर्छ, आमालाई आमै भन्नुपर्छ। या त बाउ पनि छैन, आमा पनि छैन, आफै राजा बन्ने। त्यही भएर म नेपाल तान्त्रिक झाँक्री सङ्घको तर्फबाट चाहिँ म के भन्छु भने तपाईँहरूले साँच्चीकै एकबद्ध समन्वयता र हामी एकै ठाउँबाट अगाडि बढ्ने हो भने यहाँ जात जातिको बन्यो क्या। तामाङको भयो तामाङको मात्र, बाहुनको भयो बाहुनको मात्र, भुजेलको भयो भुजेलको मात्र भयो क्या। तर यो कसैको अहिलेसम्म हामी नेपाली हो भनेर एउटा संस्था कटिबद्ध रूपमा विश्वव्यापी रूपमा चाहिँ कसैले त्यो संस्था दर्ता गरेर चलाउँछ भने त्यसको नीति र नियममा चलाउन हामी सबैजना। नेपाल सरकारले कारवाही गर्नुभन्दा अगाडि आफ्नो संस्थाले कारवाही गरोस् क्या। नेपाल सरकार त अलिक पछाडि राखौँ न, तर आफ्नो संस्थाको नीति नियम विधान त्यस्तै बलियो भनौँ। जसले बढी बोल्छ सामाजिक सञ्जालमा बसेर एकअर्कामा कसैलाई आफ्नो संस्थाले अरूको संस्थालाई भन्नुभन्दा अगाडि आफूले बोल्नुभन्दा अगाडि एकदम विचार पुऱ्याएर बोलेन। अरूलाई कसैलाई ठेट पर्ने, अरूलाई आपद विपद पार्ने कुरा जस्तो संस्थामा रहेर नै गडबड गर्छ भने त्यस्तोले संस्थाले कारवाही गर्छ। तर यहाँ त नेपाल सरकारले कारवाही कहाँ गर्छ? गर्ने भइदिए भए अहिलेसम्म बाउला र पैसा जति सबैलाई गरिसक्यो। कोही गरे जे भन्दा नि भएको छ, जे बोल्दा नि भएको छ। म पनि के कमी भनेर बोल्दै आउँ मैले पनि। ल म चाहिँ के कमी त? मलाई पनि नीति र नियममा ठैगान लाउने मान्छे त आउला नि यो दुनियाँमा भनेर आफूभन्दा बलियो मान्छे पनि छन्। एक दिन पक्कै आउँछ। हामी धर्मको बाटोमा हिँडेका छौँ, कुकर्मको बाटोमा हिँडेको भए सकिसक्थ्यौँ होला, यतिखेरसम्म सकिसक्थ्यौँ होला। कतिजनाले भन्थ्यो प्रकाश भुजेलसँग नाक मोडी छ भन्दै रहेछ, कोही भन्दो रहेछ त्योसँग त हिरा पनि छ भन्दो रहेछ, त्यसको म त देउतै रहेछ साँच्चीकै सिटो पनि भन्दो रहेछ। रिएको कुरा भन्नुहोला, जे देख्छौँ हामीले त्यो सत्यता बोल्नुपर्छ। हामी कोहीमा अदृश्य शक्ति होला, कोहीमा नहोला। हामी माथि आस्था राखेर आएको मान्छेलाई बाटो गलत देखायो भने त्यो मान्छे गलत बाटो जानेछ। त्यही भएर गलत बाटो कसैलाई नदेखाउँ। आज एकजना माताका चामल देखाएर आउँछन् अनि फेरि चित्त नबुझी झाँक्रीबाट आउँछ। कुन माता भाटाका? फलाना माता। त्यो त मेरो चेली हो, त्यसलाई केही आउँदैन यस्ता भनिदिनु। झाँक्रीबाट गयो, त्यो त मेरो भाइ गाउँको त्यो भतिज हो, त्यसलाई त मैले सिकाए केही पनि थाहा छैन, त्यो प्रकाश भुजेल त फटा हो भनिदिँदो रहेछ झाँक्री। यस्ता कुराहरूले त हाम्रै संस्कार मासिँदै गएको हो नि त। हामी माथि नै भोलि मलाई चोर भन्ने क्रममा अर्कोले चोर तपाईँलाई भन्ला, अर्कोले अर्कोलाई, एकअर्कामा सबैजना सकिनु बाहेक अरू केही पनि देखेन। कलिले र धर्मले दुईटा बाटो रोजेका छन्। कलिले भनेको थिए कालले म जथाभावी लादिनँ, लोभ र लालचमा बसेर आफै मर्नेछन् भनेको छन्। आज त्यस्तै भएको छ। आज भुजेलले जस्तो गरेको काम म पनि गर्छु भनेर नजानी टिकटकमा बसेर जे पाए त्यो बोल्नले गरेर दुःख पनि कतिले पाएका होलान्, कतिले नपाएका होलान्, त्यो आफ्नो ठाउँमा छ। अहिले यही कार्यक्रममा म आउँछु भनेर मैले सामाजिक सञ्जालमा हालेको भए अहिले 15-20वटा पत्रकारहरू यहाँ आइपुग्नु हुन्थ्यो, मलाई थाहा थियो। तर म अहिले पनि यतिखेर हेटोडा बस्छु भन्ने भएको छ सबैलाई। म राति कसैलाई नभनिकन, यो विशेष मेरो होइन, यो सबैको। आज साधारण सभा तपाईँहरूको मात्र होइन, अध्यक्षज्यूहरूको मात्र होइन, यही बाटो हो।
आगोको झिल्काबाटको आगोको सुरु हुन्छ त होइन, रात सुरु हुन्छ सानो झिल्का। पक्कै नै यो झिल्का होइन, पक्कै पनि यो झिल्काले भोलि ठुलो विग्रह लिनेछ, समाजको लागि राम्रो रूपान्तरण हुनेछ। हामी त यो संसार एक दिन छोडेर जाउँला। आउने भाइ बहिनीहरू हामी मात्र सधैँभरि कहाँ हिरो हुन्छौँ। बुवा पनि पहिला पूर्व मन्त्री हुनुहुँदो रहेछ होइन, विश्व हिन्दू के महासङ्घका अध्यक्ष हुनुहुँदो रहेछ, आज पूर्व हुनुभयो हो। त्यस्तै हामी पनि बनाउला, तर हाम्रो ठाउँमा भोलि हाम्रै माता झाँक्री गुरुहरू कोही आउलान्, त्यो आफ्नो ठाउँमा छ। हामीले सम्मान एकअर्कामा गर्न सकेनौँ भने हामी कहिले उँभो लाग्न सक्दैनौँ। एकअर्कामा सम्मान र सद्भावना ज्ञान सधैँभरि राख्नुपर्छ। म आफैलाई झाँक्रीको इतिहासै मैले पल्टाएको पनि भन्दिनँ। दाइहरूले भन्नुभयो, यता सरहरूले भन्नुभयो, म केही होइन, मैले त एउटा संस्कारलाई बचाउनु पर्छ है भनेर जोड र पहल मात्र गरेको छु। चाहे म सकेँ भने मेरो यो झाँक्री सकिन्छन् भन्ने होइन, छन् नि अर्को पनि आउलान् नि यो समय, एउटा न एउटा कोही न कोही त धान्ने, तर उसलाई पनि हामीले सम्मान गर्नुपर्छ भन्ने कुरा हो। हिजोको दिनमा झाँक्री मातालाई कुनै मेयरको अगाडि बस्न दिने थिएनन्, वडा अध्यक्षको छेउमा बस्ने थिएनन् कार्यक्रममा। आज त प्रमुख अतिथि बनाएर ठुलो कार्यमा पनि झाँक्रीलाई नै बोलाउने भएको छन्। मन्त्रीहरू पनि जोहान हेर्न झाँक्रीबाटै आएका छन्, डाक्टर पनि झाँक्रीबाटै आएका छन्, जो पनि झाँक्रीबाट किन आयो त? यो समाज अझै बलियो हुँदै गएको छ भन्ने समाजलाई गइरहेको छ। हामीबाटै गलत गर्नुहुन्न। अस्ति एकजना गुरुले बिचारा औषधि हाल्न नजानेर के पिकमा भन्ने एउटा औषधि घोटेर खुवाउनले गरेर आज बुढेसकालको बेलामा 55, 56, 60 वर्षको बेलामा 3 गुणे जेलमा हुनुहुन्छ। म अहिले भेट्न जान लागेको छु, एकछिनपछि उहाँलाई पनि म छु, यति चाहिँ म भन्छु। किनकि उहाँ कुनै संस्थामा हुनुहुँदो रहन्छ, मेरो संस्थामा म आउँछु भनेर आउनु भएको छ, भगवान्ले साथ दिएन, उहाँले मलाई भेट्न पाउनु भएन। औषधि घोटेर खुवाउनले गरेर 22-23 वर्षको युवा केटा चाहिँ विदेश जाने, भोलिपल्ट आज जस्तो खुवाएको 2 घन्टा पछाडि चिप्लो सुन्निँदै सास रोकिँदै आएपछि उसको प्राण गएको। त्यो टिचिङ हस्पिटलमा बाट निकालेर लास जन्मकै जेल हाल्नुपर्छ यो झाँक्रीलाई भनेर त्यही पीडितका पक्षहरूले भनेपछि झाँक्रीले जानी नजानी खुवाएको होइन होला। अगाडि 5,000 6,000लाई चाहिँ उहाँले उपचार गरेका थियो, उहाँको भाग्य बिग्रियो, दिन बिग्रेर बित्नु भयो होला। एकचोटि यसमा पनि हेरिदिनुहोस् है भनेर मैले पीडित पक्षसँग कुरा राख्दा हुन्छ, बसेर कुरा गरौँ भन्नुभएको छ। आज माता झाँक्रीलाई पर्दा मात्र होइन, सबैलाई पर्दा बोल्नुपर्छ। आज तपाईँलाई परेको बेलामा मलाई भन्नुहोस्, मलाई परेको बेला तपाईँहरू बोल्नुहोस्, बास तपाईँको लागि जहिले पनि म बोलिराख्छु। कहिले पनि म पराई कहिले पनि तपाईँलाई नराम्रो कहिले सोध्ने छैन। साँच्चीकै आज जुन यो कार्यमा म आउन पाउँदा, तपाईँहरूसँग भेट्न पाउँदा, आज गुरुहरू यहाँ हेर्नुहोस् त सामाजिक सञ्जालमा जति देखेको थिएँ आज यहाँ त्यति देखिरहेको छु, खुसी लागेको छ मलाई त। किनकि कहिलेकाहीँ मनमुटाव भयो होला, कहिलेकाहीँ नराम्रो भयो होला, कुनै कुराले तपाईँहरूमा पर्न गएकोमा, ठेस पर्न गएकोमा, कुनै कुरामा मैले गल्ती गरेको छु भने पनि तपाईँहरूले बरु मलाई सम्झाउनुहोस्, बुझाउनुहोस्। तपाईँहरूभन्दा त म भाइ चेलै होला, सानो बच्चै होला, मभन्दा उमेरले पाएको हुनुहुन्छ कति गुरुहरू यहाँ। तपाईँहरूले सम्झाउनुहोस्, बुझाउनुहोस्, नजानेको कुरालाई हामीलाई सिकाउनुहोस्। अझै पनि म के भन्न चाहन्छु भने यसरी नै यो सङ्घ संस्थाहरू एकबद्ध भएर 9वटा कि 7वटा संस्था मिल्यो भने महासङ्घ बनिरहेछ। महासङ्घ बनिरहेछ। 9वटा 7वटा संस्था मिलाएर महासङ्घ बनाएर महासङ्घको प्रतिनिधित्व गर्ने अलि पढाइ लेखाइ भएका व्यक्तिहरूलाई पनि राख्नुपर्छ कि आज प्रकाश भुजेल जान्ने छ, यसलाई सबैले माने भनेर मलाई नै अध्यक्ष राख्नुपर्छ भन्ने छैन। मलाई सदस्य राख्नुहोस्, तपाईँहरूको साथमा गर्नुपर्ने, काँधमा काँध, हातमा हात, साथमा साथ राखेर प्रकाश भुजेल सबै कुनै यहाँनिर कुनै संस्था पहिला दर्ता भयो होला, झाँक्रीको संस्था, तर त्यो संस्था पनि आउनुपर्छ क्या, एक्लै बस्न हुन्न। भोलिको दिनमा ऊ एक्लो भएपछि पक्कै आउने छ म हुँ भन्ने संस्था पनि घोडा टेकेर, मलाई थाहा छ। म पनि म हुँ भन्थेँ त, म पनि आउनु पर्यो त। समयले ल्याउँछ मान्छेलाई एक दिन, सबै चाहिन्छ। यो कार्यक्रम अझै राम्रो हुँदै गयोस्, उन्नति प्रगति हुँदै गयोस्, संस्थामा रहने सदस्यताहरू बढ्दै जाउँ र कुनै पनि आपद र विपदहरू कसैलाई पनि नपरोस्। जानेको कुरा
गरौँ, नजानेको कुरा कसैले नगरौँ, सक्ने काम गरौँ, नसक्ने काम कसैले नगरौँ। अरू हात्ती चढ्यो भनेर धुरी चढ्ने, अरू गाडी चढ्यो भनेर साइकल त चढ्नुपर्छ, साइकल चढिसकेको गाडी चढिन्छ। पहिला सिकाउनु जान्न पनि पर्यो चलाउनलाई, होइन? मैले बढी जान्ने भएर गाडी गयो, ठोक्यो नि मेरो पनि। त्यस्तै मान्छे परेपछि मात्र थाहा हुन्छ, नपर्दाखेरि मै हुँ भन्ने बल जबरजस्ती धनको फुर्ती लाउने मान्छेहरू काम पनि लाग्दैन। पक्कै आज गुरुहरूको छेउमा आएर दुई शब्दले बोल्न पाएँ। यो सङ्घ संस्थाको उन्नति प्रगति हुँदै जाउँ। यहाँ जतिजना माता गुरुहरू, साधु सन्त बौद्ध गुरुहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका पत्रकार साथीहरू, सुरक्षाकर्मी साथीहरू जतिजना यहाँ हुनुहुन्छ, यहाँ आफ्नो कुन कुन संस्थाबाट पाल्नु भएको विशिष्ट व्यक्तित्वहरूमा यहाँ गुरु महाराजहरूको अगाडि आएर बोल्न पाउँदा आफैले भाग्यमानी महसुस गर्दै नेपाल तान्त्रिक झाँक्री सङ्घ सधैँभरि तपाईँको साथ र समर्थन रहेको जानकारी गराउँदै